साथीहरु तपाईहरु सबैलाई स्वागत छ आजको नयाँ ब्लगमा र अहिले चाहिँ बिहानको 5 बजे हो र हामी चाहिँ नुहाइधुवाइ गरेर रेडी भइसकेका छौं किनकि आज हामी राम मन्दिर दर्शन गर्न जाँदै छौं। हामी चाहिँ अहिले हाइवेमा आएर यहाँ गाडीको पर्खाइमा बसिरहेका छौं। हामी चाहिँ अहिले यहाँ चनौटा चोकमा आइसकेका छौं। अब यो महेन्द्र राजमार्गलाई छोडी हामी चाहिँ अब यतातर्फ जाँदै छौं। कृष्णनगर पुगी बिहानी खाजा खाँदै हामी चाहिँ अब होटलमा नास्ता खाएर हिँड्यौं र हाम्रो चाहिँ यहाँ गाडी रेडी छ। आजको एक दिनको लागि चाहिँ गाडी रेडी छ। गाडी चाहिँ यही नै हो। हामी चाहिँ अब जस्ट बोर्डर क्रस गर्न लागिसकेको छौं। यहाँ चाहिँ बोर्डर छ है। हामी चाहिँ अब गाडी एन्ट्री गरेर परमिट लिएर यहाँ ब्याग सेक चेक गराएर अब हामी इन्डिया प्रवेश गरिसकेका छौं। यहाँ पार्किङमा आइसकेका छौं। हामीले गाडी यहाँ पार्क गरेर अब चाहिँ हामी सरयू नदीमा स्नान गर्नको लागि जाँदै छौं र हामी चाहिँ अहिले यहाँ सरयू नदीमा आइसकेका छौं। अब हामी सरयू नदी पश्चात हनुमानगढीतर्फ जाँदैछौँ। यहाँ केही परसम्म चाहिँ हामी अटो लिएर आएका थियौँ। यता चाहिँ आउन पाउँदो रहेछ, त्यसैले हामी चाहिँ पैदल यात्रा गर्दै अब हनुमानगढीतर्फ जाँदैछौँ। हामी चाहिँ अहिले यहाँ हनुमानगढी मन्दिर दर्शन गर्न आएका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो छ। राम मन्दिर दर्शन गर्नभन्दा अघि चाहिँ यहाँ हनुमानसँग चाहिँ पर्मिसन लिनुपर्छ भन्ने चलन चल्ती रहेछ। हामीले पनि त्यसैलाई पुरा गर्दै हामी चाहिँ यहाँ अहिले हनुमानगढी मन्दिरमा यहाँ दर्शन गर्नको लागि आएका छौँ। अब चाहिँ हामी राम मन्दिरतर्फ अगाडि जाँदैछौँ। आज चाहिँ खास चाहिँ भिड रहन्छ, नत्र यो चाहिँ जहिले पनि भिडियोमा हेर्दा चाहिँ यो भरिभराउ देखिन्थ्यो। यहाँ अब भित्र चाहिँ जहाँसम्म लाग्छ भिडियोहरू खिच्न चाहिँ एलाउड छैन होला। त्यसैले तपाईँहरूलाई म भित्रको दृश्य चाहिँ देखाउन सक्दैन। अब भित्र चाहिँ हामीले यहाँ सामान लानु पाइँदैन, त्यसैले हामी चाहिँ यहाँ अब लकरमा चाहिँ आफ्नो सामानहरू राख्नको लागि अब आएका छौँ। हामी चाहिँ मन्दिर दर्शन गरेर बाहिर आयौँ र यहाँ भित्र चाहिँ भिडियोहरू फोटोहरू खिच्न एलाउड रहन्छ। त्यसैले मैले तपाईँहरूलाई भित्रको दृश्य चाहिँ देखाउन सकिनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। राम मन्दिरद्वारा वितरण गरिएको प्रसाद ग्रहण गर्दै हामी चाहिँ अहिले अब मन्दिर दर्शन गरेर खाना खानको लागि आएका छौँ। यहाँको स्वादिष्ट खाना खाई यहाँका व्यस्त सडकहरूमा केही बेर घुमे पश्चात हाम्रो यात्रा पुनः आफ्नो घरतर्फ सुरु हुन्छ। रातिको 10 बजेर कृष्णनगर बोर्डरमा आइसकेका छौँ। बोर्डरमा आफ्नो ब्यागहरू चेक गराई हाम्रो यात्रा पुनः आफ्नो घरतर्फ सुरु हुन्छ। अहिले चाहिँ रातिको 12 बजेर हामी चाहिँ फाइनली अयोध्या मन्दिर दर्शन गरेर आइसकेका छौँ। त्यहाँ चाहिँ धेरै ठाउँमा भिडियो खिच्न एलाउड नभएको हुनाले मैले तपाईँहरूलाई त्यहाँको दृश्यहरू राम्ररी देखाउन सकिनँ। त्यसको लागि म क्षमा प्रार्थी छु र अर्को ब्लग लिएर छिटै नै आउनेछु भन्ने बाचा गर्दै अहिलेको यो भिडियोलाई अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।